सम्पूर्ण मण्डलीलाई जय मसीह है। आज पनि म उत्पत्तिबाटै पढ्नेछु है। उत्पत्तिबाट चाहिँ यहाँनिर 3 जना स्वर्गदूतलाई अब्राहमको सत्कार। दिउँसो गर्मीमा मम्रेको फलाटका रुख मध्नेर आफ्नो पालको ढोकामा बसिरहँदा परमप्रभुले अब्राहमलाई दर्शन दिनुभयो। तिनले आफ्नो आँखा उठाएर हेरे आफ्नो सामने 3 जना मानिसहरू उभिरहेको देखे। उहाँहरूलाई देखेर तिनी पालको ढोकाबाट भेट गर्नलाई कुदेर गए र भुइँसम्म निहुरेर दण्डवत गरी भने, हे मेरा प्रभुहरू, ममाथि तपाईहरूको निगाह हुन्छ भने कृपा गरी आफ्नो दास कहाँबाट त्यसै नजानुहोस्। म केही पानी ल्याउनेछु र तपाईहरू आफ्ना पाउ धुनुहोस्। तब त्यो वही रुख मुनि आराम गर्नुहोस्। म गएर केही रोटी ल्याउनेछु र खाएर तपाईहरू थकाइ मार्नुहोस्। थकाइ मारिसकेपछि जानुहोस्, किनभने यसैको निम्ति तपाईहरू आफ्नो दास कहाँ आउनुभएको होला। उहाँले भन्नुभयो, जाऊ, तिमीले भने अनुसार गर। तब अब्राहम झट्टै पालमा सारा कहाँ गएर भने, तुरुन्तै 3 माना मसिनो पिठो तयार गरी मुछेर रोटी बनाऊ। अब्राहम आफै चाहिँ बथानतिर कुदेर गए र एउटा कलिलो र असल बाछो छानेर आफ्नो नोकरलाई दिए र त्यसले तुरुन्तै त्यो पकायो। तब तिनले दही, दूध र त्यो पकाएको बाछाको मासु लगेर उहाँहरूको सामु टक्राए। उहाँहरूले खाए नसकुन्जेल तिनी उहाँकै नजिक उभिरहे। अनि उहाँले तिनलाई सोध्नुभयो, तिम्री पत्नी सारा कहाँ छिन्? तिनले भने, तिनी त पालमा छिन्। तब परमप्रभुले भन्नुभयो, म वसन्त ऋतुमा निश्चय त कहाँ फर्की आउनेछु। औ हेर, तेरी पत्नी साराले एउटा छोरा जन्माएको हुन्छ। साराले चाहिँ त्यो कुरो आफ्नो पालको पछिबाट ढोकाबाट सुनिरहेको थिए। अब्राहम र सारा वृद्ध थिए र उनीहरूको उमेर धेरै ढल्किसकेको थियो। साराको राजस्व पनि बन्द भइसकेको थियो। औ सारा मनमा नै यसो भन्दै हाँसिन्, म वृद्ध भइसकेको छु र मेरो पति पनि वृद्ध भइसकेको छ र के मलाई यो सुख हुन्छ? अनि परमप्रभुले अब्राहमलाई भन्नुभयो, बुढी भएर पनि मैले छोरा छोरी पाउने भनेर सारा किन हाँसी? परमप्रभुको निम्ति कुनै कुरो अवधि कठिन छ र? वसन्त ऋतुमा तोकिएकै समयमा म तो कहाँ फर्की आउनेछु र साराको एउटा छोरा भएको हुनेछ। तर साराले यसो भन्दै इन्कार गरिन्। म हाँस्दै हाँसिन, किनभने तिनी डराइन्। तर उहाँले भन्नुभयो, तँ हाँसेकै होस्। सदमको निम्ति अब्राहमको अन्तर्विधि। तब ती पुरुषहरू त्यहाँबाट सदमतिर हेर्न लागे। अब्राहम र उहाँहरूसित अलिक परसम्म बाटो देखाउन गए। परमप्रभुले भन्नुभयो, मैले गर्न लागेको काम के अब्राहमबाट लुकाएर राखौँ? किनभने अब्राहमबाट एउटा ठुलो र शक्तिशाली जाति बनिनेछ। त्यसमा नै पृथ्वीका सबै जातिले आशिष पाउनेछ। किनभने त्यसले आफ्नो छोराछोरी र घरनालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा दियोस् भनेर मैले त्यसलाई छानेको छु। यसैले नै परमप्रभु अब्राहमसित गर्नुभएको प्रतिज्ञा पुरा गरिदिने छन्। तब परमप्रभुले भन्नुभयो, सदम र गमोराको विरुद्धमा ठुलो आवाज उठेको छ। तिनका पाप साह्रै ज्यादा भएको छ। अब त्यही आवाज अनुसार तिनीहरूले यो काम गरेको हो कि होइन भनी हेर्नलाई म तल ओर्लेर जानेछु। होइन रहेछ भने मलाई थाहा हुनेछ। यसकारण ती पुरुषहरू त्यहाँबाट झरेर सदमतिर गए, तर अब्राहम चाहिँ अझै परमप्रभुकै सामने उभिरहे। तब अब्राहमले नजिक गएर उहाँलाई भने, के दुष्टसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ?
त्यस सहरमा 50 धर्मी जन रहेछ भने के त्यस भएका 50 धर्मी जनका निम्ति त्यस सहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र दुष्टको साथमा धर्मी जनलाई मार्ने काम तपाईँबाट कहिले नहोस्। धर्मीको दशा पनि दुष्टको जस्तै हुन त तपाईँबाट पर रहोस्। सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय पाउनुहुन्न र अनि परमप्रभुले भन्नुभयो, सदोम सहरभित्र 50 धर्मी जन भए पनि म तिनीहरूका खातिर जम्मैलाई छोडिदिनेछु। अब्राहमले भने, हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएको पनि परमप्रभुसँग बात गर्न आँट गरेको छु। 5 कम 50 जन धर्मी जन त्यहाँ रहेछ भने केवल 5 मात्र घटी भएकोमा पनि सारा सहरै तपाईँ नाश गर्नुहुनेछ। उहाँले भन्नुभयो, त्यहाँ 45 भए भने म त्यो नाश पार्ने छैन। फेरि तिनले भने, त्यहाँ 40 रहेछ भने नि? उहाँले भन्नुभयो, 40 जनाको खातिर पनि म त्यसो गर्ने छैन। तब तिनले भने, परमप्रभु रिसानी नभए म अझै बोल्ने छु। यदि तपाईँ त्यहाँ 30 जना पाए भने? उहाँले भन्नुभयो, त्यहाँ 30 पाए भने पनि म त्यो गर्ने छैन। तिनले भने, हेर्नुहोस्, परमप्रभुसँग मैले बात गर्न आँट गरिरहेको छु। 30 जना पाए भने? उहाँले भन्नुभयो, 20 जनाको खातिर पनि म नाश गर्ने छैन। अनि तिनले भने, परमप्रभु रिसानी नहोस्, अब एकपल्ट मात्र म बोल्नेछु। यदि त्यहाँ 10 जना पाए भने नि? उहाँले भन्नुभयो, 10 जनाको खातिर पनि म त्यो नाश गर्ने छैन। अब्राहमसित कुरा गरिसकेपछि परमप्रभु गइहाल्नुभयो र अब्राहम चाहिँ आफ्नो ठाउँमा फर्के। आमेन।